ह्याप्पी न्यु इयर। हाम्रो ग्याब्रियलले खोल्छ नि त हौ। गल्टन हुनुमा हिँड्ने बाटो 500 रुपियाँ। त्यो रुमलाई पनि भाइको ए वहाँ माथिको डाँडाको डुब्बोको हामी यहाँ त्यही गयो है गरेर। तर राम्रो थियो है, पुरा राम्रो थियो है त्यो त। आयो दुईटामा कुन हो त्यो भरि कन्फ्युज भयो। मम्मीको भाउदोमा लाएर ड्याडी फेरि फिर्ता आउनु पर्यो। मम्मीको कुरामा कुरा। हामी जानु पर्छ त्यहाँ तालको कुरामा त्यहाँ, तर लिएर भनेर ताल छ देखियो है जो यहाँ लुकेर बसेको खजाना। Ini tuh bag. Suster ini saya.
बोक नि त म तिमीलाई बोक्छु दिनु नि त किन मम्मीलाई बोल्नु पर्नु न जी मम्मीलाई बोक्न भन्नु न खुल्ला छ है ए दुःख दिन मात्रै जाने हो हिँड्नै सकेन भनेर ए ल हुन्छ हस् हस् नाइ म त यसरी नै बोक्ने हो कस्तो राम्रो देखेको यो फुल यता चाहिँ रुमहरू हो अनि फेरि यता पनि रुमहरू छ त्यस्तरी तलतिर चाहिँ बस्ने ठाउँ छ so nice nice आँखा बन्द गर्दा आनन्द भयो कस्तो भयो कस्तो भइरहेको नि ठुलो भएपछि जाने हस् हुन्छ सेफ हुन्छ नि तिमीलाई स्विमिङ आउँछ नि त होइन त्यति बेला है केचपमा यस Cheers. खाउनु थोरै उसमा ट्राई त गरेर आइसक्रिम जस्तो छ ट्राई गर न यता हेर त पाण्डु के भएर भिजाएको रे छोरो साग पनि भिजेछ ए भा यहाँ नि भिजाएछ हे उसमा झुक्केर भिजाएको होइन कस्तो लागिरहेको त लाइक रे हाउ आर यु फिलिङ छैन भिरो अलिअलि मात्र भिजेको रहेछ ल बस
अझै बाँधी हो कि नटिप्नु होला कोपिला एक्सर्साइज बच्यो ओके 1 2 3 let's go again finally oh miss यताबाट हिँड न हो you have to be careful मैले हेल्प गर्दै त तिमीलाई आफ्नो ड्याडी चाहिँ नि खुट्टा जाला है खुट्टा ड्याडी के भनेर हो नि ए उसको लागि त यो पो रहेछ माउन्टेन त बुढो आमाले फेरि उहाँ कस्तो हुँदो रहेछ आफ्नो बच्चाले माउन्टेन चढ्छ त डर लाग्दो रहेछ मलाई चाहिँ तिमीहरूले बन्जी जम्प गर्छु भन्दाखेरि डर नलाग्ने मलाई त्यही भएर मलाई डर लाग्यो बुझिस् भन्दै जङ्गल ला फेरि पोल्यो भन्ने भयो अब यो केटीले साग पोल्यो भन्ने भयो म नि पानी पिउनु पर्यो Finally we are at home, sweet home. थाकेको जानु रे आउने बित्तिकै भएन बस्दैछ Come, let's go inside. Open your shoes. So we are moving now. यो चाहिँ एकदम ढिलो भएको भएर त्यही भएर चाहिँ रोजीले हामीलाई रिसिभ बनाउँदै हुनुहुन्छ So we are going. म चाहिँ घरकै लुगामा Oh no. अघि आएर एकदम टायर्ड भयो सो घरको लुगामा थकै लाग्यो अघि दिनमा पहिला कस्तो त्यस्तो उस नहुने के एकदम हुन्छ नि वाउ घुम्न जाऊँ भने जस्तो चाहिँ नहुँदो रहेछ के अलिक जिउै थाके जस्तो हुँदो रहेछ अब हामी बन्द गर्छौँ तपाईँको मोबाइल चाहिँ अब निस्केको अवस्था दिदी अलरेडी आइसक्नु भयो उसमा यस्तो ह्याप्पी क्या अहिले चाहिँ त्यहाँ ओहो ओ हेलो रोजी So we are moving. मम्मी मेरो डगीलाई ह्यापी न्यू भनेको मेरो मुन बिहा छ अहिले लगभग 10:30 ए होइन 9:30 10 बज्न थाल्यो होला ल है त हेलो लिन आएको थिएँ ए अनि के हो र सानो हो र यतिबाट जान्छु मेरो आफ्नो घर अनि यतिबाट आउँछु दोकान मिठाई धेरै काम गरेपछि मेरो मम्मी ड्याडीले धेरै काम गरेपछि अब मिठाई
धेरै मिठाई त्यही भएर ढिलो भएको हो ड्याडी अँ ए त्यही भएर त्यस्तै मेरो ड्याडीले कति ढिलो ठुलो गर्यो थिएँ अनि म चाहिँ नआएको म त आज घुम्न गएको नि कता घुम्न गएँ अस्ति हामी आयौँ है त अब नै नै हाई भनिदेऊ नि त दिदी बहिनी एकअर्कालाई है ओहो ह्याप्पी न्यु इयर भनेर हक गरिदेऊ न त हामी के सोचे थिए जिन्दगीमा मुन हाम्रो नयाँ व्हाइट हाउस ऊ त्यो हेलिकप्टर के यहाँ पुरा व्हाइट हाउस कस्तो भन्छ क्लिन देख्दो रहेछ है तर राम्रो देखिने के रो दिदी है खाल्छ लुना ओहो त्यसलाई त के चाहिन्छ त ल ल ल ल पतारो निस्केर हगेर सताएर के ए कान्छेमा नमस्ते ह्याप्पी न्यु इयर लास्ट के अरे भाग्यमान देवे ल ए ल हुन्छ हेलो बुहारी हाई बोजूले भन्थ्यो अर्को थ्याङ्क यू हेलो भेनाजु ह्याप्पी न्यु इयर दुध हालिदिनु भने यस्तरी साँच्चा नि खान्छु ओहो हेर्ने यहाँ गाईको दुध बनाइदिने रे हाई छोरी काँक्रा गुड काँक्रा अपरेसन गर्ने मान्छे चाहिँ उता हेर्नु ओहो अपरेसन गरिदिएको त्यही भएर तिमीले हेर्न नसकेको अघि ओहो मेरो डगीलाई किनभने अप्रेसन गर्छ ए हो ए अँ कि हेर्नु न अझै 2 गेम जति खेलेर आउँछ भने फाइनल इयर झालाएर मात्रै हिँडेको क्या अनि भोलि उस गर भन्नु अनि बन्द गरेर आफै गर भन्नु अनि हिँडेको ऊ त्यहाँ माथि उसमा गएर सो अहिले चाहिँ 12:20 भयो सो वी आर मुभिङ नाउ धेरै टु मच भयो अनि यस्तो बुढी सास फेर्न गाह्रो भइसकेको छ बुढो दिदीले दिएको त्यो दिदीसँग मिठाई कहाँ छ र म त दिदीलाई मिठाई बन्द गरिदिएँ पेट दुखेको दुखे भनेको भने गर्ने म त जुगा परेको डराएर म त मिठाई बन्द गरिदिएँ बाई 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 हुन्छ न्यु इयर भ्याइयो अब त 12:30 भन्छ कि त न्यु इयरको माहौलमा यो उसमा चाहिँ अझै एक्टिभ छ कि अझै आउन नमान्ने कि फेरि